प्रधानमन्त्रीको पनि अङ्क कति दिने त प्रधानमन्त्रीलाई? शून्य। किनभने हेर्नुस् न, संसदमा को सिङ्गो प्रतिपक्ष उठेर जवाफ मागिरहेको छ। आधी घण्टालाई स्थगित भएको सदन अहिलेसम्म सुचारू हुने एउटा छाँटकाँट छैन हैन। प्रधानमन्त्रीज्यूले जिम्मेवार हुनु पर्दैन? साँच्चै भन्नुपर्ने जिम्मेवार प्रधानमन्त्री त प्रत्येक संसदमा उपस्थित हुनुपर्ने हो, प्रत्येक सांसदहरूले उठाएका जनताका मुद्दाहरू सुन्नुपर्ने हो। तर आज उहाँ सिङ्गो प्रतिपक्षले आह्वान गरेर माग गरेर जनता सडकमा छन्। हिजो ठाउँ ठाउँमा राखी जुलुससम्म भएको अवस्था छ। यसरी देशभरि यस्तो अराजक स्थिति, जनताको आक्रोशलाई थाम्न नसक्ने स्थितिमा पुग्दै गर्दा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्छ कि पर्दैन हैन? त्यसैको माग गरेर आज हामीले जवाफ मागेका हौं र जवाफ ल्याउनको लागि चाहिँ संसदले प्रधानमन्त्रीलाई बोलाउँछौं भनेर उहाँहरूले स्थगित गर्नुभएको छ। आधा घण्टासम्म खुलेको छैन। सरकारले संसदप्रति जवाफदेहिता शून्य। मैले अघि भर्खर पोस्ट पनि गरेको छु हैन। जनताप्रतिको जवाफदेहिता शून्य। अनि यो सरकारलाई हामीले कति अङ्क दिने? शून्य। प्रधानमन्त्रीको पनि अङ्क कति दिने त प्रधानमन्त्रीलाई? शून्य। किन